सर्कल सर्कल, स्क्वायर स्क्वायर, रेक्टेंगल रेक्टेंगल, ट्रायंगल ट्रायंगल मिलेको छ कि छैन? ए र बी बराबर समूह। अनि अर्को के हो यो? ए र सी। ए र सी हो कि होइन? ए मा यस्तो छ, सी मा यस्तो छ, मिलेको छ? छैन, यो मिलेन। अनि अर्को के? ए र डी भनेको छ, ए र डी मा पनि मिलेको छ? छैन, यो पनि रातो बल छ, हेर मिल्दैन। बी र डी मिलेको छ कि छैन? छैन। कहाँ पो हो त्यो छ भन्ने? बी मा यस्तो सर्कल छ अनि डी मा सर्कल छ त? छैन। अर्को हेर, बी र सी मा मिलेको छ कि छैन? बी र सी, बी र सी मिलेको छ? छैन। सी र डी मिलेको छ कि छैन? छ। हो ल, यसलाई अब तिमीहरूले के गर थाहा छ? यिनीहरू लेख त, के लेख? यो चित्र पनि बनाऊ, छिटो गर त। यो ABCDEF भनेर लेख त। ABCDEF छिटो गरेर लेख त। ABCDEF, ABCDEF लेख त फास्ट। ABCDEF। ABCD होइन कि यहाँको यो समूह सबै लेख्ने, यहाँ जे छ त्यो जम्मै लेख्ने, भएको जति सबै लेख्ने। ए मा के लेख्छौ? ए बराबर कर्ली ब्र्याकेट, अनि यो सर्कल, अनि स्क्वायर, अनि यो के हो? यो रेक्टेंगल, त्यसपछि ट्रायंगल। अनि बी मा पनि के गर्छौ? बी इक्वल टु कर्ली ब्र्याकेट, अनि यो सर्कल, त्यसपछि स्क्वायर, स्क्वायर पछि रेक्टेंगल, रेक्टेंगल पछि यो के? ट्रायंगल। यिनीहरूलाई केले छुट्याउँछौ? केले छुट्याउँछौ? हरेकलाई अल्पविरामले, कमा कमाले छुट्याएर लेख्छौ। अलिक ठुलो बनाइदिउँ, नदेखिएको हो। ल अलिक छिटो चाहिँ लेखा गरौँ, भन्ने लाग्ने बेला हुँदा छिटो लेख्ने, छिटो छिटो फास्ट। यति लेखे भइसक्यो? भ्याइसक्नेले अनि कुन कुन बराबर भनेर लेख। जस्तै ई र एफ, ई इक्वल टु एफ, ये लेख। ई इक्वल टु एफ, यो लेख। यो ई र एफ बराबर समूह हुन् है, ई र एफ बराबर समूह हुन्। अनि अर्को ए र बी पनि लेख। हो, हरियो लागेकोमा यस्तो लेख्ने, हरियो नलागेकोमा के गर्ने थाहा छ? हरियो नलागेकोमा के गर्ने थाहा छ? ए र ई दिने, अनि बराबरको चिन्ह दिएर यसलाई यसरी काट्ने, यहाँ यसलाई काट्दिने। ए र ई बराबर छैनन् भन्ने। ए र ई बराबर